नमस्ते साथी हो, म त ठुलै क्रिकेट फ्यान हो नि। आजदेखि एनपीएल सुरु हुँदैछ अनि म टियु ग्राउन्डमै गएर हेर्न लाग्दैछु। आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स बीच खेल्छ रे। म त सुदूरपश्चिमकै दाइ दिपेन्द्र सिंह ऐरीको फ्यान हुँ। ग्राउन्ड जान बसमै जाँदैछु है साथी हो। बिहानैदेखि सबैमा क्रिकेटको जोस एकदमै देखिन्छ। ल, ग्राउन्ड आइपुग्यो। बाहिर यति धेरै भिड छ, सबै एनपीएल को लागि उत्साहित। यहाँ त जर्सी बेचिरहेको रहेछ। हेरा त सुदूरपश्चिम रोयल्सकै जर्सी पनि रहेछ। यो रोयल्सको जर्सी 1000 पर्छ दाइ। ए, 1000? अलिक कम हुन्छ कि दाइ? लास्ट 800 भनेको 800 मै मिलाइदिनु भयो दाइले। अब त मैले सुदूरपश्चिम टोलीको जर्सी लगाइदिएँ। दिपेन्द्र सिंह ऐरी दाइको जर्सी पाएपछि त कति खुसी लागेको। टिकट त मैले खाल्तीबाटै किनेको। यस्तो महँगो जर्सी किनेको छु, भगवान सुदूरपश्चिमले जितोस् यार। वाह, स्टेडियमको वातावरण त झनै जोसिलो रहेछ। मेरो जर्सी देखेर कतिपयले सुदूरपश्चिम भनेर चिचाइदिन्छन्। एकदमै रमाइलो लाग्यो। टस सकिएको रहेछ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्दैछ। आज त ऐरी दाइले धमाका गर्लान् जस्तो लाग्छ। अहिले 6 ओभरमा स्कोर 52-1। ऐरी दाइ एकदमै लयमा हुनुहुन्छ। दर्शकहरू कराएर मेरो कान फुट्न लैसक्यो। पैसा फुल असुल हुने भन्छन्। माका डक्स कस्तो बवाल छक्का। हातै आफै उठेर हुटिङ गर्न मन लाग्यो। एउटा अर्को जाओस्। खेल सकियो। सुदूरपश्चिम टोलीले 15 रनले जित्यो। ऐरी दाइ आजको उत्कृष्ट खेलाडी हुनुभयो। मेरो जर्सी पैसा उठ्यो यार। बल्ल लास्टै रमाइलो भयो। लास्ट भोग लाग्यो। अब भोग लगेर हो कि मोमो त कस्तो मिठो लाग्यो यार। एक प्लेट अरू भन्दिम क्या। आजको भ्लग यहीँसम्म। भोलि फेरि भेटौँला साथी हो।